दुईजना सरको यसो मिल्ने गरी हाल्नु त प्रवेशद्वार देख या त के अरे सुन्तला मिठाई सुन्तला चकलेट सुन्तले मिठाई हो माथि यता पाउँदो रहेछ बचपनको याद पो तल हामी बसेको ठाउँ त त्यति तलदेखि अलिअलि घर त्यहाँदेखि यो माथि 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 यसरी आउनुपर्ने चाहिँ कान्छी थान हो भर्खर प्रवेश गर्दा चाहिँ अघि चाहिँ हामी अँधेरैमा गएर यो चाहिँ मैले खिच्नु भ्याइन अहिले यस्तो यस्तो हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल हामी चाहिँ यो बिहानको 3:30मा हिँडेर माथि टुप्पीमा चाहिँ 5 बजेर 5:30मा पुगेको थियौँ 2 घन्टामा हिँड्नु सक्नेहरू चाहिँ 2 घन्टामा पुगिँदो रहेछ नसक्नेहरू चाहिँ 12 बजे हिँडेकोहरू पनि पुगेको थिएन 8-9 घन्टा नै लाग्ने रहेछ नसक्नेहरू चाहिँ यो चाहिँ म टुप्पीमा गएर अगाडि भिडियो गरेकोहरू चाहिँ डिलिट गरिगएछु त्यही भएर यसरी म बोल्दैछु यहाँनेरि यस्तो हिउँ रहेछ कि यस्तो जाडो रहेछ कि माथि चाहिँ हिउँ परेर रमाइलो चाहिँ रमाइलो रहेछ एका बिहानै पुग्दा चाहिँ राम्रो हुने रहेछ हिमालहरू देख्न पाइने रहेछ अलिक ढिलो पुग्यो भने चाहिँ अनि त्यहाँ बादलहरू लागेर त्यस्तो रमाइलो नदेखिने रहेछ पुरै हिउँ झरेको कि यस्तो कुहिरो लागेर तलदेखि माथिसम्म एन्जल चाहिँ यस्तो छानै छान रहेछ है पानी नै परे पनि कस्तो रमाइलो 5:15मा पुगेछौँ है के हुँदैन ब्याग मर्दैन यस्तो सिन कति राम्रो हो हिमालहरूको घाम अनि हामी चाहिँ यता पाथिभरामाको दर्शन गरेर दर्शनार्थीहरू हामी त छिटै आएछौँ कति छ सपछि यतिको यस्तो छ पाथिभरामा त के चाहिँ हामी चाहिँ पूजा गरेर पनि निस्क्यौँ हामी चाहिँ पूजा गरेर यसरी अलिक पछाडि आएर भिडियो गर्दैछौँ रमाइलो भयो पुरै यस्तो तलदेखि गरेर यो माथिल्लो डाँडामा पनि रहेछ यसरी मन्दिर चिसो तर आजको दिन लास्टै राम्रो भयो हिजो पानी परेर कस्तो बिजोग थियो आज ठिक्क आउँदा चाहिँ घाम लाग्यो नगर ओ माई गॉड यति राम्रो शिव 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 किरातेश्वर यहाँ तर किरातेश्वर मन्दिर यहाँ रहेछ मम्मी किरातेश्वर यति चिसो माङ्सेबुङ हाम्रो किरातेश्वर यहाँ रहेछ ओ माई गॉड कति रमाइलो ठाउँ ओके ल यो चाहिँ मकालु हिमाल यो पारीको चाहिँ सरसर्ती यताबाट हुँदै यता मकालु हुँदै यो चाहिँ कुम्भकर्ण साथै उताको चाहिँ होइन गौरीशङ्कर हिमाल यति राम्रो
कहाँदेखि हिँड्दो रहेछ है गाउँहरू त यस्तो 6-7 बज्नु लाग्यो अहिले चाहिँ हामी चाहिँ बिहानै उठेर अब चाहिँ दर्शन गरिसकिओरि पनि हामी चाहिँ फर्केको अब चाहिँ फर्किनु लागेको यहाँ मन्दिर चाहिँ अहिले त कति लामो लाइन भएछ बादलभन्दा माथि हामी छौँ रहेछ तल्लो देखिन्छ कति रमाइलो रमाइलो चाहिँ चिसो चाहिँ लास्टै चिसो नि भगवान् अब हामी डरेको अनि खान्छ कति चिसो अहिले चाहिँ यति बिचरा हेर न कान्छाले अहिले चाहिँ यति लामो लाइन बस्नुपर्ने रहेछ अघि चाहिँ हामी चाहिँ सुरु बसी गयौँ अब चाहिँ हामी फर्केको हिउँ हो यो चाहिँ पुरै यस्तो छ है आउनु न मोटा हजुरकोदेखि फोटो खिच्नु न यहाँ अब चाहिँ हामी फर्केको आम्मामा चिसो न चिसो यता हिमाल यस्तो चाहिँ पानी परे पनि केही छैन तलदेखि नै माथिल्लो फेदी तल्लो फेदीदेखि नै यस्तै छ सबै हिउँ ल अब हामी चाहिँ ओह्रालो लाग्यौँ ओह्रालो हिँड्नु सबै ज्यान थाम्नुपर्छ अनि अब ओह्रालो लाग्यो हामी त फर्किँदैछौँ आउँदैछ नि कति धेरै तलदेखि तल हामी बसेको ठाउँ त त्यति तलदेखि अलिअलि घर त्यहाँदेखि यो माथि यसरी आउनुपर्ने यसरी फाँडेको थिएछ है केबुल कार प्लेन उडाएर उतापट्टि फर्किँदाखेरि त्यही भित्तामा गएर झिरिप्पै त्यस्तो हो नि त मलाई तैँले यस्तो गऱ्यो अनि 2-3टा डोजर पनि त पल्टेर ड्राइभर मरिसक्यो त्यहाँ भत्काउन जाने अक्काल जाँदैछन् झर्दैछौँ हो त रहेछ है यत्रो रुखको फाडेको थिएछ हौ आउने मान्छेहरू आउँदै झर्ने मान्छेहरू झर्दै यो चाहिँ पुरै तलैदेखि यो धागो बाँध्दै आउनुपर्ने रहेछ है माथिसम्म तर हामी चाहिँ अँध्यारोमा आएर बाँधिनौँ अनि अब चाहिँ ओह्रालो झर्दैछौँ यहाँ आउँदा चाहिँ अनि यो जुत्ता भन्दा पनि चप्पल लाउनु पर्ने रहेछ खुट्टा खाने निकालेर अनि सक्स लाएर हिँड्नु न त झन् यो छालाको यस्तो सुजमा कि स्पोर्ट सुज लाउनु पर्यो नत्र चाहिँ गाह्रो हुने रहेछ है आउने मान्छे निस्किँदैछ फर्किम ताप्लेजुङ पाथिभरा माताको दर्शन गरेर यता आउनु न बुढो फर्किम कस्तो लाग्यो रमाइलो एकदम कस्तो रमाइलो भयो यात्रा चाहिँ यो गेट चाहिँ मेन चाहिँ ठ्याक्कै सोचे जस्तो नै भयो उता काठमाडौँबाट नै हिँडेपछि पनि हामी चाहिँ माथिल्लो फेरि गएर पनि माथिल्लो फेरि झरिसक्यौँ है घरबाट पनि चाहिँ एउटा राम्रोसँग प्रार्थनै गरेर हिँड्यौँ अब चाहिँ हामी चाहिँ यात्रा पनि रमाइलो भयो होइन अलिकति हिजो यो तल फेरि पर उताको बाटोमा चाहिँ अलिकति कष्ट भयो अलिक तल्लो फेदीभन्दा उताको ताप्लेजुङदेखि यता होइन फेदीसम्म आउँदा चाहिँ हिलो रहेछ कि बाटो राम्रो छैन रहेछ बाइकमा आउनु चाहिँ गुराँस फुलेर यस्तो राम्रो छ नि बनपाखा त पुरै माथिल्लो फेदी बजार
फेदी बजार पुरा गुराँसहरू फुलेर बुढो तल कुद्दै